जेन्जी कमरेडहरू, अब हामीलाई बुथमा सुरक्षा चाहिने यतिको भएपछि हामी सबै बुथको सुरक्षा जेन्जीलाई दिने हो। अब हाम्रो देशको सुरक्षा हामी गर्छौं। तसर्थ यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित आदरणीय नेता कमरेड जगत बहादुर विश्वकर्मा लगायत सम्पूर्ण नेता कमरेडहरू, उपस्थित सम्पूर्ण आदरणीय युवा भाइ बहिनीहरू, उपस्थित सम्पूर्ण आदरणीय कमरेडहरूलाई म मेरो व्यक्तिगत तर्फबाट र क्षेत्र नम्बर 3 को सुरक्षा कमान्डको हिसाबले स्वीकार्नुहोस् न्यानो अभिवादन। कमरेडहरू, हाम्रो 59वटा मतदान केन्द्र छ, त्यसलाई हामीले सुरक्षाको लागि कमान्ड गरिसकेका छौं। कतिपय कुराले हामीले यहाँ भन्न सबै कमरेडहरूलाई सुनाएर मिडियाबाट बाहिर लान पनि अप्ठ्यारो हुन्छ। तसर्थ मैले 59वटा कमान्डको सम्बन्धित पार्टी कमिटीबाट हामीले पठाइसकेका छौं। त्यो टिमलाई हामीले नेतृत्व गर्छौं, जुन हाम्रो यस क्षेत्रमा नेशनल भोलिन्टियर फोर्सको तर्फबाट मेरो समर्थकत्वमा केन्द्रीय कमिटी संयोजक नवराज केसी र गण्डकी प्रदेशको कमान्डर मन्जु डीसीको 3 जनाको हाइकमान्ड सुरक्षा फोर्स हुने म घोषणा गर्न चाहन्छु र अन्नपूर्ण गाउँपालिकाको समग्र सुरक्षा कमान्डर शिवहरि सुवेदीलाई घोषणा गर्न चाहन्छु। त्यसै गरी माछापुत्रे गाउँपालिकाको सुरक्षा कमान्डर कमरेड दलबहादुर लामिछानेलाई घोषणा गर्न चाहन्छु। त्यसै गरी हाम्रो पोखरा महानगर अलिक ठूलो भएको हुनाले पोखरा महानगरपालिका 19, पोखरा महानगरपालिका 1, पोखरा 2, 3, 5 र 25, 18 यो वडाको सुरक्षा कमान्डर दिल्लीराम सुवेदी र बाँकी रहेको वडाको कमान्डर सूर्य भण्डारीलाई घोषणा गर्दै तपाईहरु बुथको जिम्मा दिने एक बुथ टेलियुक्त दलले हामीले त्यहाँ एउटा योजना बनाएका छौं। त्यो अनुसार तपाईको निर्वाचन परिचालन कमिटीबाट तपाईहरुलाई जानकारी हुनेछ। त्यसको ट्रेनिङ हामीले वडा वडामा दिनेछौं। यसरी बोलाइरहँदा एकै ठाउँमा ट्रेनिङ दिँदाखेरि हाम्रो क्षेत्रमा छिरेर अरूहरू घुसपैठ गर्ने हुनाले हामी वडा वडामा कमरेड राजीव पहाडी, कमरेड माधव मस्तल लगायत आएर वडा वडामा तपाईहरुलाई ट्रेनिङ दिनेछौं र हामी हाम्रो बुथलाई सुरक्षाका साथ हामी हाम्रो बुथमा जो खटिए पनि हाम्रो बुथको सुरक्षा जेएनजीले गर्नेछन् भन्दै आजको यस उपस्थित सम्पूर्ण कमरेडहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु र हाम्रो मस्तक अब हामी यहाँ मिलन चोकमा गएर एउटा मार्च पास्ट गर्नेछौं। कमरेडहरू, हामी अनुशासित छौं, हामी लेयर बनाएर हिँड्नेछौँ। हाम्रो कमान्डरले भनेको हामी मान्नेछौं। तसर्थ आजको यो जेएनजी युवा समूहहरूलाई मैले विभिन्न टोलमा नेतृत्व गर्नको लागि मैले खटाएको थिएँ। हाम्रो मनिष अधिकारी भाइलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी कस्केरीबाट अनिल लामाले नेतृत्व गर्नुभएको थियो। माछापुत्र गाउँपालिकाको हाम्रो विमल सुनार र आशिष साईले गर्नुभएको थियो। त्यसै गरी सारथी खोलाबाट लीलाबहादुर छेत्रीले गर्नुभएको थियो लगायत सम्पूर्ण लिडर कमरेडहरूलाई जोरदार तालीले झण्डा हल्लाएर हाम्रो यो ऐतिहासिक मार्च पास्ट हुनेछ। यो मार्च पास्टले देशैभरि एउटा सन्देश दिनु छ। नेकपा एमालेमा जेएनजी युवा कति छन्, जेएनजी भनेको शालिन्दा भलादमी र नेकपा एमालेमा लागेर देश बनाउने युवा हुन्, देश चलाउने युवा होइन भनेर यो सन्देश पुर्याउनको लागि गरिएको यो मार्च पास्टमा सम्पूर्ण कमरेडहरूलाई अभिवादन व्यक्त गर्दै मेरो भनाइ अन्त्य गर्छु। नमस्कार, अभिवादन।